गुड मर्निङ। यदि तपाईँहरू पनि लाइक स्टक मार्केटमा इन्ट्रेस्टेड हुनुहुन्छ, स्टकसँग रिलेटेड भिडियोहरू हेर्न चाहनुहुन्छ, आफ्नो नलेजलाई बढाउन चाहनुहुन्छ, नलेजहरू गेन गर्न चाहनुहुन्छ भने चाहिँ यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। मैले आफ्नो यो च्यानलदेखि चाहिँ तपाईँहरूलाई स्टकसँग रिलेटेड भिडियोहरू भयो, नलेजेबल कुराहरू भयो, स्ट्राटेजीहरू भयो, तपाईँहरूलाई म सेयर गर्छु र यो च्यानललाई चाहिँ सब्सक्राइब लाइकहरू यस्तो जति पनि गर्नुपर्ने कुराहरू छ गर्न नभुल्नुहोला। सो आउनुहोस्, आजको यो भिडियोमा चाहिँ हामी एकदम सर्टमा नेप्सेक एनालाइज गर्नेछौँ, हेर्नेछौँ। र यदि तपाईँले मेरो पास्टको भिडियो यदि हेर्नु भएको छैन भने चाहिँ त्यो भिडियो चाहिँ स्टार्टिङमै तपाईँले के गर्नु होला भन्दाखेरि चाहिँ गएर हेर्नु होला र त्यो हेरिसकेपछि चाहिँ तपाईँले यो कुराहरू बुझ्नुहुनेछ। सो आउनुहोस्, हेर्न सक्नु सरी त्यो भिडियो हेर्न सक्नुहुन्छ। र आउनुहोस्, आजको यो भिडियो हामी सर्टमा हामी स्टार्ट गर्नेछौँ। र यदि तपाईँले मेरो त्यो पास्टको भिडियो यदि तपाईँले हेर्नुभयो भने चाहिँ अहिले रिसेन्टली मैले अपलोड गरेको केही दिन अगाडि तपाईँले हेर्नुभयो भने चाहिँ तपाईँले त्यहाँनिर मुख्य दुई कुराहरू पाउनुहुनेछ। यो दुईटा कुरा, यो भनेको हाम्रो रेजिस्टेन्स एरिया हो, जहाँनिर मार्केटले के गरेको थियो, गइसकेपछि एउटा लाइक झर्ने भनौँ बेरिस टाइपको एउटा मुभ लिएको हामीले त्यो भिडियोमा हामीले हेरेका थियौँ। र मैले त्यो भिडियोमा के पनि भनेको थिएँ भन्दाखेरि यो एरिया भनेको चाहिँ एकदमै स्ट्रङ बायरहरू भएको एरिया र यो एरिया भनेको चाहिँ एकदमै स्ट्रङ सेलरहरू भएको एरिया भनेर भनेको थिएँ। तपाईँले त्यो भिडियोमा पाउनुभएको छ। र स्टार्टिङमा यो भिडियोलाई म अघि लानुभन्दा अगाडि के भन्न चाहन्छु फेरि पनि, यदि तपाईँ नेपालको स्टक मार्केटसँग रिलेटेड है, नेपालको मार्केटसँग रिलेटेड यदि तपाईँ टेक्निकली है केही कुराहरू सिक्न चाहनुहुन्छ, नलेजहरू गेन गर्न चाहनुहुन्छ, स्ट्राटेजीहरू तपाईँहरू लर्न गर्न चाहनुहुन्छ, कस्तो बनाउँदा के कसो होइन, यो सबै कुराहरू तपाईँ चाहनुहुन्छ भने चाहिँ यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँहरूको डिमान्ड अनुसार मैले त्यो भिडियोहरू पनि अपलोड गर्नेछु। सो आउनुहोस्, यो भिडियोलाई कन्टिन्यू गरौँ। सो तपाईँलाई मैले त्यो भिडियो तपाईँले हेरेर आइसक्नुभयो भने यो कुराहरू तपाईँले बुझिसक्नु भएको छ है। र यहाँनिर आज के भएको छ भन्दाखेरि मार्केट ग्याप डाउन ओपन भएको छ। ग्याप डाउन भनेको त्यो ओपन हो जुन प्रिभियस क्यान्डल स्टिक जहाँनिर क्लोज भएको थियो र त्यो क्लोज भएदेखिबाट धेरै तल यदि मार्केट ओपन हुन्छ भने त्यसलाई ग्याप डाउन ओपन भन्छ। र ग्याप अप ओपन भनेको त्यो क्यान्डल स्टिक जुन प्रिभियस डेको जुन क्यान्डल स्टिक छ, त्यो क्यान्डल स्टिक जसरी ग्याप तल खुलेको छ त्यसरी नै माथि यदि ग्याप भएर ओपन हुन्छ भने त्यसलाई हामी ग्याप अप ओपन भन्छौँ। र जुन आजको ओपन रहेको छ मार्केटको एकदमै ग्याप डाउन, त्यो पनि धेरै पर्सेन्टेजमा चाहिँ ग्याप डाउन भएर ओपन भएको हजुरले हेर्न सक्नुहुन्छ। र तपाईँले यदि हेर्नुहुने हो भने चाहिँ आजको मार्केटलाई यत्रो ग्याप डाउन भनेको चाहिँ अहिलेको यो जुन मार्केट जुन छ रिसेन्टली होइन, यत्रो ग्याप डाउन हजुरले भएको देख्न सक्नुहुन्छ। ग्याप डाउन, यत्रो ग्याप डाउन प्रिभियस क्लोज भन्दा होइन, अहिलेको जुन आजको मार्केट ओपन एकदमै ठुलो ग्याप डाउनमा ओपन भएको हजुरले हेर्न सक्नुहुन्छ। र यो प्रिभियस डेहरूमा चाहिँ यत्रो ग्याप डाउनको त मलाई लाग्दैन कि 50% पनि 0.50% पनि ग्याप डाउन ओपन भएको थियो हजुरले देख्न सक्नुहुन्न है। यत्रो ग्याप डाउन छ, अहिले चाहिँ एकदमै ठुलो ग्याप डाउनमा ओपन भएको छ। र यो ग्याप डाउनमा ओपन भइसकेपछि मार्केटले के गरेको छ भन्दाखेरि एकदम सर्ट टाइममा शार्प डाउन गएको छ। एकदमै लाइक पर्सेन्टेजमा भोल्युम वाकै कम भए तापनि जुन यसको गिरावट छ एकदमै सार्पनेस छ यो गिरावटमा। सो अहिले 5%, अहिले मैले भिडियो बनाउँदै गर्दाखेरि 5% हेर्न सक्नुहुन्छ, 5% के भएको छ, मार्केट झरेको छ। सो अहिले चाहिँ कारोबार बन्द भएको छ किनभने नेप्सेमा केही रुल्सहरू छ है। हाम्रो जुन अहिले जुन स्टकहरू छ होइन, यसमा स्पेसली नेप्से भनौँ होइन, मार्केट ओपन भएको केही टाइममा एकदम सार्पनेस गिरावट आउँछ भने यति टाइम, त्यसपछि यति टाइम, र त्यसपछि पनि भयो भने यति, त्यहाँदेखि मार्केट त्यो दिनको लागि कारोबार बन्द भन्ने जुन एउटा रुल छ भनौँ होइन, अहिले त्यसले गर्दाखेरि चाहिँ मार्केट के भएको छ भन्दाखेरि स्टप भएको छ, कारोबार अहिलेको लागि चाहिँ बन्द छ। अब केही क्षणपछि आई थिङ्क एक्टिभेट भयो भने चाहिँ फेरि मलाई लाग्छ आजको दिनमा चाहिँ मार्केट चाँडै नै के हुन्छ, क्लोज हुन्छ। किनभने जुन हजुरले ग्याप डाउन ओपन भएको देख्न सक्नुहुन्छ, इट मिन्स मार्केटमा अहिले जुन भएको जुन पोलिटिक्स जुन अप एन्ड डाउन छ अहिले नेपालको, र जुन अहिले आन्दोलनले गर्दा जुन तोडफोड, जुन त्यो डर, जुन त्यो ती कुराहरू छन् है। सो त्यसले गर्दाखेरि पनि हामीले त्यो इम्प्याक्ट भनेर चाहिँ हामीले अहिलेको ग्याप डाउनलाई लिन सक्छौँ। र त्यसपछिको यो यत्रो लामो जुन बेरिस मारुबुजु क्यान्डल स्टिक छ,
यो कुराले चाहिँ हामीलाई के बताउँछ भन्दाखेरि चाहिँ मार्केटमा चाहिँ एकदमै के भनौँ अहिलेको जुन पोलिटिक्स यो आन्दोलन यता त्यता हो त्यसको इफेक्टको रूपमा पनि हामी यसलाई के गर्न सक्छौँ लिन सक्छौँ। र जुन मैले तपाईँलाई प्रिभियस भिडियोमा बताएको थिएँ जुन यो हायर्स जुन यो हायर छ जुन यो टप छ होइन यहाँदेखि चाहिँ सेलिङ प्रेसर एकदमै हाई आउँछ र यो एरियादेखि चाहिँ मार्केट के गर्न सक्छ बढेर जान सक्छ भनेर जुन त्यो प्रिभियस भिडियोमा बताएको थिएँ त्यसलाई चाहिँ अहिलेको जुन माहौलले के गराएको छ भन्दाखेरि चाहिँ भ्यालिड गराएको छैन। जस्तै पास्टमा यदि तपाईँलाई म यहाँनिर देखाउने हो भने चाहिँ यहाँनिर हजुरले हेर्न सक्नुहुन्छ एउटा पाइरेसिङ लाइन क्यान्डलस्टिक बनाएको छ। यसलाई हामी पाइरेसिङ लाइन पनि लिन सक्छौँ, बुलिस मारुबुजु पनि हामी यसलाई के गर्न सक्छौँ को रूपमा हामीले लिन सक्छौँ। यहाँनिर एउटा बुलिस टाइपको क्यान्डलस्टिक बनाएको छ यो एरियामा। यो जुन सपोर्टको जुन एरियाहरू छ यसमा चाहिँ हजुरले हेर्न सक्नुहुन्छ के बनाएको छ भन्दाखेरि एउटा बुलिस टाइपको क्यान्डलस्टिकहरू बनाएको हामीले हेर्न सक्छौँ। बुलिस टाइपको क्यान्डलस्टिक भनेको त्यो क्यान्डलस्टिक हो जसले मार्केटको ट्रेन्डलाई चेन्ज गर्छ। यहाँ झरिराखेको थियो, अब यहाँ बनिसकेपछि मार्केट के भयो बढेर गयो, बुलिस टाइपको बन्यो, भ्यालिड भयो, बढेर गयो। त्यस्तै यहाँनिर सेलिङमा पनि के गर्यो ट्रेन्डलाई के गरायो चेन्ज गरायो। यहाँ इन्भर्टेड ह्यामर टाइपको बनाएको छ, फेरि यहाँ पुरै होइन बेरिस टाइपको क्यान्डलस्टिक बनाएको छ। सो यो हर क्यान्डलस्टिकको नाम हुन्छ है, हर क्यान्डलस्टिकको के हुन्छ नाम हुन्छ र त्यो बनिसकेपछि त्यसलाई भ्यालिड गराइसकेपछि चाहिँ मार्केट कन्टिन्युसली के भयो डाउन। सो यहाँनिर पनि हजुरले हेर्न सक्नुहुन्छ होइन यो क्यान्डलस्टिक बन्यो यसलाई भ्यालिड गरायो होइन त्यस मार्केट डाउन इन्भर्टेड होइन। सो त्यस्तै गरेर हर क्यान्डलस्टिकको नाम हुन्छ। अब यो एरियामा पनि सेम छ होइन र त्यसपछि मार्केट के भएको छ झर्दै आएको छ र आजको त तपाईँले सिन देखि नै हाल्नुभयो र क्यान्डल्स यो जुन एरिया छ यसमा चाहिँ के गरेको छ ब्रेक गरेको छ। सो इट मिन्स मार्केट क्यान गोज अझै तल है, मार्केट अझै तलसम्म के गर्न सक्छ जान सक्छ। सो यहाँनिर तपाईँ हेर्नुहुन्छ भने चाहिँ अबको हाम्रो एरिया भनेको चाहिँ कहाँनिर रहन सक्छ भन्दाखेरि यो एरिया जहाँनिर मार्केटले पहिला रेजिस्टेन्स बनाएको थियो त्यहाँनिरदेखि मार्केट के जान सक्छ अप जान सक्छ। त्यहाँनिरदेखि मार्केटले सपोर्ट लिएर माथि जान सक्छ। जुन विगतको रेजिस्टेन्स जुन यो एरिया छ यहाँनिर टेकेर मार्केट बााउन्स हुन सक्छ भनेर चाहिँ हामीले एनालाइज लिन सक्छौँ। र यहाँनिर पनि कस्तो हुनु पर्यो भन्दाखेरि चाहिँ जस्तै पहिलाको जुन हायर बाइङ एरिया जुन छ नि त्यो एरियामा चाहिँ हामीले बुलिस टाइपको क्यान्डलस्टिकलाई के गर्न सक्नु पर्यो देख्न सक्नु पर्यो। जब हामी देख्छौँ त्यो एरियामा भने त्यो भ्यालिड हुन्छ भने हामीले स्ट्रङली के गर्न सक्छौँ बाई गर्न सक्छौँ। सो जसरी अहिले हामीले यहाँनिर जुन विगतको जुन लाइक जुन यो सपोर्ट एरियाको आसपासमा जुन बुलिस टाइपको क्यान्डलस्टिक र जुन हामीले भ्यालिड देखेको थियौँ अहिलेको ठाउँमा चाहिँ त्यो छैन। किन छैन भन्दाखेरि हाम्रो जुन लाइक यो एरियामा अहिले म तपाईँलाई अघि म भनि पनि हालेँ एकदम ग्याप डाउन ओपन भएको छ। अहिलेसम्मकै तपाईँले यदि हेर्नुभयो भने यो सेन्टिमेन्ट तपाईँले देख्नु भएको थिएन, यो टाइपको ग्याप डाउन देखेको छैन कुनैमा पनि। तर आज देख्नुभयो इट मिन्स लाइक हाम्रो अहिले जुन तलमाथि जुन छ पोलिटिक्सहरूको होइन अहिले जुन अस्थिरताको कुराहरू त्यस्तै गरेर अहिले अघि पनि मैले भनिहालेँ जुन अहिले रिसेन्टली भएको जुन आन्दोलनहरू छ होइन सो त्यसले गर्दाखेरि पनि लाइक यो इफेक्ट आएको छ। र यदि त्यो खाले इफेक्ट भएको थिएन भने तपाईँले यो एरियामा चाहिँ के गर्न सक्नुहुन्थ्यो भन्दाखेरि एउटा पोजिटिभ टाइपको तपाईँले एउटा लाइक बाइङहरूको तपाईँले पावर देख्न सक्नुहुन्थ्यो जसले मार्केटलाई यहाँदेखि फेरि माथि लान सक्थ्यो। तर अहिलेको जुन नेपालको अवस्था छ जुन मैले त्यो दुईवटा कुरा भनेको छु होइन अरू अन्य कुराहरू पनि होला तर मेन रूपमा यो दुईवटा जसले गर्दाखेरि चाहिँ मार्केटको जुन एउटा बाइङ जुन सपोर्टको जुन एउटा स्ट्रङ एरिया छ त्यसलाई ब्रेक गरेको छ हेर्न सक्नुहुन्छ। र मलाई लाग्छ अब केही समयपछि सुचारू भइसकेपछि पनि आजको लागि मार्केट क्लोज हुनेछ है। सो नेक्स्ट एरिया भनेको चाहिँ हामीले यो एरियालाई हामीले के गर्न सक्छौँ हेर्न सक्छौँ। र यो एरियामा चाहिँ धेरैचोटि मार्केटले के गरेको छ रेजिस्टेन्स लिएको छ। सो यहाँदेखि चाहिँ मार्केट फर्किने जस्तो चाहिँ म देख्छु है। तर यदि त्यतिखेर पनि लाइक त्यो टाइपको क्यान्डलस्टिकहरू बनेनन् भ्यालिड भएनन् भने चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ थोरै थोरै आफ्नो जुन ट्रेडिङ क्यापिटलहरू छ होइन तपाईँहरूले थोरै थोरै लाइक 5% आज किने फेरि घट्यो भने होइन फेरि 5% फेरि 5 थोरै थोरै आफ्नो जुन ट्रेडिङ क्यापिटलको छ 5-7% गर्दाखेरि अलिकति उठाउने त्यहाँदेखि फेरि झर्दाखेरि अलिकति उठाउने यसरी चाहिँ तपाईँले लाइक के गर्न सक्नुहुन्छ भन्दाखेरि ग्र्याब गर्न सक्नुहुन्छ स्टकहरूलाई।
सो आजको भिडियोमा यति नै। भिडियो कस्तो लाग्यो बताउनु होला। मन पर्यो भने च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, किनभने मलाई तपाईँको धेरै नै सपोर्टको खाँचो छ। अहिले भर्खरै मैले लाइक के भनौँ, फेरि केही दिनदेखि मैले लाइक भिडियोहरू बनाउन स्टार्ट गरेको छु है। सो तपाईँहरूको एकदमै ठुलो सपोर्टको खाँचो छ, जसरी विगतमा हजुरले गर्नुभएको थियो, जुन ट्रस्ट थियो है यो च्यानलमाथि। सो त्यसलाई कन्टिन्यू गर्नु होला। सो अब चाहिँ मेरो पनि ड्युटी जाने टाइम भएको छ होइन, नत्र म तपाईँहरूलाई अझै एक्सप्लेन गरेर बताउँथेँ। र यदि तपाईँ पनि लाइक एकदम बेसिकमा स्टक मार्केट यदि तपाईँ हुन्छ नि बुझ्नु चाहनुहुन्छ, नबुझेको कुराहरू केही छ भने चाहिँ हजुरले सोध्न सक्नुहुन्छ। मैले तपाईँहरूलाई लाइक एक्सप्लेन गर्नेछु, बताउनेछु है। सो सर्टमा तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि कुनै कम्पनीहरू लाइक एकदमै घटेको छ होइन, त्यसमा तपाईँले अलिअलि आफ्नो ट्रेडिङ क्यापिटलको लाइक 2-3%, 5% होइन, एभ्री गिरावटमा 10%को गिरावटमा अथवा आफ्नो एउटा स्ट्राटेजी होइन बनाएर चाहिँ त्यो हिसाबले कसरी स्ट्राटेजी बनाउने भनेर नि तपाईँ जान्न चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्न नभुल्नु होला। म तपाईँलाई केही स्ट्राटेजीहरू चाहिँ होइन, जुन एउटा लाइक प्रफिटेबल स्ट्राटेजीहरू होइन लाइक सेयर गर्नेछु है, 3-4वटा। र यो चाहिँ आफूले बनाउने कुराहरू हो होइन, आफ्नो एनालाइजमा आफूले लाइक हेरेर। सो त्योसँग रिलेटेड भिडियोहरू चाहनुहुन्छ भने कमेन्ट गर्न नभुल्नु होला। जस्तै अहिले तपाईँलाई म केही स्टकहरू देखाउँछु। अघि भर्खरै मैले खोल्दाखेरि मेरो ब्रोकर एकाउन्ट होइन हेर्दाखेरि त्यहाँनिर चाहिँ केही स्टकहरू चाहिँ एकदमै झरेको देखेको थिएँ, जसमा एउटा यो पनि छ है, केबिएल कुमारी ब्याङ्क। हजुरले हेर्न सक्नुहुन्छ एकदमै ग्याप डाउन ओपन भएको छ, र यहाँनिर चाहिँ एकदमै सपोर्ट थियो, एकदमै बाइङ एरिया। मार्केट जब यो एरियामा आएको थियो बढेर यो एरियामा बढेर होइन, तर यहाँ चाहिँ ग्याप डाउन ओपन भएको छ, यसमा पनि एकदम हाइली घटेको छ होइन। हो यस्तो स्टकहरूमा चाहिँ जहाँनिर एकदम हाइली घटेको छ तपाईँले पुरै होइन फेरि है, पुरै लगाउनु भनेको मूर्खता हो। कति भन्दाखेरि लाइक एभ्री 10%, हर दिन पनि होइन है, आज किन्यो भोलि होइन, हर दिन लाइक 10%, 15% होइन, 10%, 5% यस्तोको गिरावटमा अलिकति आफ्नो ट्रेडिङ क्यापिटलको 3%, 5% यस्तो उठाउँदै गयो जानु भनेको पनि बुद्धिमानी लाइक निस्किन्छ। सो यो चाहिँ स्ट्राटेजीहरूको कुराहरू भए, र एकैचोटि चाहिँ उ गर्नु भनेको चाहिँ मूर्खता हो है। सो भिडियो कस्तो लाग्यो मलाई कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला। मन पर्यो भने चाहिँ फेरि पनि त्यही भन्छु, च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला, किनभने यो भिडियो मन पर्यो भने अन्य भिडियोहरू पनि तपाईँलाई अवश्य नै मन पर्नेछन्। सो आजको लागि हामी यति नै गर्नेछौँ, अब मेरो पनि ड्युटी जाने बेला भएको छ। सो भेट हुनेछौँ अर्को भिडियोमा, त्यतिखेरसम्मको लागि बाई बाई, टेक केयर।